बस्तीहरू सबै जाग्यो थिचो मिचो ढिला सुस्ती भेदभाव सबै भाग्यो गाउँ जाग्यो सहर जाग्यो बस्तीहरू सबै जाग्यो थिचो मिचो ढिला सुस्ती भेदभाव सबै भाग्यो अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो तर एउटै कुरा म के अनुरोध गर्छु भने यो ट्राफिकले पनि एउटा सर्टेन नियम कानुनको पालना गरेको हुन्छ गराउनु पर्छ पहिले पनि र यो सार्वजनिक सभामा राख्नुपर्ने सम्पूर्ण डकुमेन्टहरू यहाँले राख्नेलाई भनिदिनु होला त्यो डकुमेन्ट लगायत अब रुटपर्ने कुराहरू होला तपाईहरुले राख्नुपर्ने कागज राखिदिनुस् न डराउनु कोही डराउनु पर्दैन सहमति लिएर सबै सरकारहरूको सहमति लिएर एउटा साझा निर्णयमा पुग्यो मात्रै तुलसी वास्तविक राजनीतिमा आउँछ एएनपीआरले जाँच लिनको लागि आवश्यक समय पहल चाहिँ योजना भइसकेको छ लगभग सिधा पानीमा पनि तयार राख्ने कुरा चाहिँ भइसकेको अवस्था छ त्यहाँ नम्बर कसरी गर्ने भन्ने कुरा हाम्रो पनि पहल भएको छ त्यस कारणले यसको लागि चाहिँ हामी सबै पक्षले यसको भने यो दुर्घटना सम्बन्धित पहलमा चाहिँ हामीले व्यापक रूपमा सबै आम ठाउँबाट हामी सुधार गर्दै जानुपर्ने नै छ र अहिले समयअनुसार चाहिँ अब मैले भएर जानुपर्ने आवश्यक देखिएको छ वास्तवमा सिसिटिभीहरू क्यामेरा राख्नुपर्ने आवश्यक छ भने थिचो मिचो ढिला सुस्ती भेदभाव सबै भाग्यो गाउँ जाग्यो सहर जाग्यो बस्तीहरू सबै जाग्यो थिचो मिचो ढिला सुस्ती भेदभाव सबै भाग्यो अब बन्छ मेरो